Hey guys, welcome to my vlog. As a first time मैले GoPro 7 Black Edition को क्यामेराबाट आज म vlog गर्न गइरहेको छु। हामी धेरै पर जाँदैछौँ आजको यो ट्राभलमा। तपाईहरुलाई पनि लिएर जाँदैछौँ। इन्जोय गर्नु होला। अब हामी लाग्दैछौँ टेक्सासको मिडल्यान्ड तर्फ। बाटोहरुमा पनि खिच्दै जानेछु र मेरो GoPro को एक्सेसरिज पनि म देखाउन चाहन्छु। यो नयाँ खालको अनबक्सिङ हुनेछ। गाडीमा स्टप गर्दाखेरि म तपाईहरुलाई GoPro को एक्सेसरिजहरु जुन मेरो मसँग छ कुनमा कहाँ युज हुन्छ मैले एउटा लिइसके। यो चाहिँ मैले गाडीमा राख्नको लागि गाडीमा राखेर खिच्नको लागि भनेर यो चाहिँ मैले निकालिसके बक्सबाट। त्यसपछि अरु एक्सेसरिज म देखाउन जाने छु। कीप वाचिङ। Hey guys, म on the way मा छु। हामीले अहिले चाहिँ हामी कति 1 घण्टा क्रस गरिसक्यौं। 1 घण्टा आइसक्यौं। हामी चाहिँ 5 बजेर 16 मिनेटमा पुगिन्छ भनेर जीपीएस मा देखाएको छ। अहिले चाहिँ यो कुन ठाउँ हामी बेडफोर्ड भन्ने ठाउँमा आउन लागिसक्यौं। त्यहाँको एक्जिट देखाइरहेको छ। हर्स्टको एक्जिट देखाइरहेको छ। 1 घण्टाको बाटो कटिसक्यो। अब चाहिँ अझै 4 आवर्स अहिले कति बज्यो? अहिले चाहिँ हाम्रो बज्यो 12:30 भयो। 12:30 हुन लाग्यो भनौँ। अनि 5:15 5 घण्टा लाग्ने रहेछ अझै। 5 आवर्स 40 मिनट्सको जस्तो ड्राइभ थियो। सो मेबी 45 मिनट्स 1 आवर प्लस भयो होला। अझै 5 आवर्स 4 आवर्स 45 मिनट बाँकी छ। म बाटोको पनि खिच्दै जानेछु। कहीँ स्टप भयो भने चाहिँ म मेरो GoPro को एक्सेसरिजहरु पनि देखाउने छु। है त, लेट्स वाच द अदर साइड। आफ्नो बोयफ्रेन्डको नाम लिएर ओइ फलाना आई लभ यु भनेर कराउनु मन छ। त्यस्तै सक्नु हुन्छ। आवाज आई लभ यु। मेरो डरलाई ममको सिङ्गिङ मन पर्छ रे। सो मेबी मेरोलाई पनि कुनै केटीले गीत गाए हुन्थ्यो जस्तो लाग्छ। म यस्तो गीत गाउँछु जुन प्रेम गीत
गाइज अहिले हामी स्टप भएका छौँ एकछिन रेस्ट गरौँ भनेर स्टप भएको म्याकडोनल्डमा घाम लागेको छ अहिले चिसो पनि छ घाम पनि लागेको छ म्याकडोनल्ड एकछिन छिर्छौँ अनि त्यसपछि फेरि लान्छौँ अहिले एकछिनमा म देखाउँछु एउटा एक्सेसरिज Let's go to McDonald's. Ito na, nakita ko na yun. Okay, sa akin ito na porsi ko. We are at McDonald's with caramel macchiato and fries here. Especially on the chicken nuggets. Artisan grilled chicken. Artisan grilled chicken. Yep. So, apparently you take 2% black here. Then after we're gonna move on. I think. How to sit down? Nugget bhyaउने क्रममा फ्राइचिङ भ्याउने क्रममा स्यान्डविच चाहिँ आधा कपै पारिसक्यो अब हामी McDonald's निस्क्यौँ Now we're gonna have to drive again. I think we have 2.5 hours अझै बाँकी छ 180 miles भन्दा बढी which is 288 kilometers 300 भनौँ होइन किनभने 180 क्रस भइसक्यो 30 किलोमिटर हिँडिसक्यो हामी अब फेरि ड्राइभ गर्न गइरहेका छौँ Alright, this is the box है यो चाहिँ बक्स आएको थियो सुटकेस जस्तै छ अब मैले यहाँ can you hold this please? Okay. अब यो चाहिँ मैले अर्को भिडियोमा पनि छ मेरो तर यहाँ अब यहाँ ओपनै गरेर म देखाउँछु यो चाहिँ स्मल मिनी ट्राइपोड यो फ्लोटिङ ट्राइपोड भन्छ यसलाई चाहिँ यो चाहिँ अब पानीमा जाँदाखेरि चाहिँ यो येलो पार्ट चाहिँ यस्तो अपोजिट साइडमा गएर गोप्रो चाहिँ तल खस्छ यो चाहिँ फ्लोट भएर बसिरहेको हुन्छ सो यु नट गोना लुज योर गोप्रो होइन गोप्रो लुज गरेर यहाँ चाहिँ अब रिस्ट ब्यान्ड पनि दिएको छ रिस्ट ब्यान्ड पनि समवेयर यता कतै एड गर्न सक्नुहुन्छ त्यसपछि यो स्क्रु पनि दिएको छ यो चाहिँ यो भयो लेट मी पुट दिस ब्याक अब आफूले युज गर्ने बेलामा मात्र म निकाल्छु अहिले निकाल्दिनँ त्यसैले सबै आफ्नो प्लेसमा राखिरहेको छु फेरि यो बक्समा पनि सबै निकाल्यो भने सबै अड्दा पनि अड्दैन Alright, this is the another यो चाहिँ केमा लाउने यो I really don't know okay I really don't know what is this सायद कसैमा यस्तो अड्काउनु लागि होला सायद हैन यहाँ अलिकति मेस छ मेरो गाडीमा है हामी बाहिर जाँदैछौँ त्यसैले धेरै सामानहरू छ इट्स ओके यो चाहिँ के पर्पजलाई हो यताउता टाई गरेर एउटा कुनै रड भित्र राखेर चलाउनको लागि होला यो सायद यो चाहिँ मैले भित्र राखेँ जस्ता त्यस्तै राख्यो भने चाहिँ अनि यहाँले भद्रगोल हुँदैन के त्यो भएर अनि यो चाहिँ अर्को चाहिँ यो चाहिँ एउटा रेन्च जस्तो हो के यो स्क्रु टाइट गर्नुको लागि यहाँ सुन्न सक्ने अघि नै यसमा जुन मैले देखाएको थिएँ जस्तै यो लगाइसकेपछि यो कस्नको लागि चाहिँ एउटा यस्तो रेन्च जस्तो दिएको छ यो कस्नको लागि एकदमै टाइट कस्नु मन छ भने तर हातले गर्नु छ यो चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ जुन गोप्रोमा अलरेडी इन्क्लुडेड छ अर्को घुमाउने चिज चाहिँ त्यो चाहिँ सजिलो छ यो चाहिँ अलिकति अप्ठ्यारो भएको भएर यो यस्तो रेन्च दिएको छ अब अझै अर्को हेरौँ यो अर्को रेगुलर सेल्फी स्टिक्स भइहाल्यो यसमा पनि अर्को पार्ट्स जोडेर गोप्रो पनि हाल्न सकिन्छ अनि अरू क्यामेरा पनि हाल्न सकिन्छ यो पोइन्टमा चाहिँ एड गर्नको लागि यो चाहिँ अर्को सेल्फी स्टिक भयो मसँग यस्तै अर्को सेल्फी स्टिक पनि छ जुनमा चाहिँ ब्लुटुथ इनेबल छ ब्लुटुथ जोइन गरेर फोनमा जोड्न मिल्छ अब यो भयो
यो चाहिँ सायद हेलमेटको लागि होला। यस, यो चाहिँ हेलमेटको लागि हो। यस्तो गरेर लाउने, यस्तो गरेर चाहिँ अब हेलमेट छ भने हेलमेटमा चाहिँ यहाँ अगाडि यसरी राखेर गोप्रो राख्न सकिन्छ। मैले अहिले गोप्रोले खिचिरहेको छु, त्यही भएर देखाउन मिलेको छैन। यदि इफ यु वान वाच भिडियोज होइन कसरी राख्ने के राख्ने कमेन्टमा भन्नु होला, म चाहिँ अर्को भिडियो बनाउने छु। यो चाहिँ हेड ब्यान्ड भनौँ न होइन, टाउकोमा राख्ने हो यो चाहिँ। अनि अर्को चाहिँ यहाँ गोरिल्ला टेबल ट्राइपड छ। यो चाहिँ इट्स भेरी लाइट, एकदम हल्का छ। सायद गोप्रो मात्रै मिल्छ होला यसरी अड्डाउनुको लागि, किनभने हेभी क्यामेरा भयो भने चाहिँ यो तल गइहाल्छ, यस्तै बाङ्गिहाल्छ। त्यसैले यो गोप्रोलाई मात्रै बनाएको हुनाले एकदमै लाइट छ, एकदमै हल्का पनि छ, सानो पनि छ एकदमै। इट्स भेरी कन्भिनियन्ट टु टेक एनीवेयर होइन। अनि यो चाहिँ टेबल ट्राइपड भनौँ, अब अन द गोको लागि एकदम सजिलो हुन्छ। तर आई प्रिफर सेल्फी स्टिक है। अरे यो पार्टको भयो। अब म अर्को पार्टको चाहिँ टु बी कन्टिन्युड, आई शो यु लेटर। हे गाइज, देखिहाल्नुभयो एउटा पार्ट देखाएँ। अब चाहिँ नेक्स्ट पार्ट चाहिँ अब फेरि अर्को फेरि देखाउँछु अहिले एकछिनमा। अब फेरि ड्राइभ गर्ने बेला आएको छ। यो नयाँ फरक खालको अनबक्सिङ गरेर तपाईँहरूलाई देखाउँदैछु। गोप्रोको एक्सेसरिज पुरै होल एउटा ब्रिफकेस जस्तोमा आएको छ होइन। अब सबै त युज हुँदैन, अब बाइक चलाउने बाइकमा राख्ने चिजहरू छ होइन, अनि अब हेलमेटमा राख्ने चिजहरू छ। अब त्यो जसले बाइक चलाउँछ उसलाई युटिलाइज हुन्छ। तर धेरै कुराहरू चाहिँ एक्सेसरिजमा इन्क्लुडेड छ। लगभग सबै कुरा जति बेला पनि चाहिन्छ त्यतिखेर चाहिने कुराहरू चाहिँ डेफिनेटली त्यहाँ छ। सायद कुनै पनि मिसिङ पार्ट छैन होला त्यहाँ। अब अहिले मैले यो कारको यो स्ट्यान्ड छ जुन, त्यो अहिले त्यसमा राखिरहेको छु होइन। आफूलाई चाहिने कुरामा चाहिँ चाहिने कुरा जति सबै छ। र फेरि एकछिनपछि म बाँकी अरू एक्सेसरिजको बारेमा देखाउँछु डिटेल रूपमा। त्यसमा गोप्रो राखेर हेर्नु मन छ भने कमेन्ट गरिदिनुहोस्, अर्को भिडियो म बनाउने छु। अहिले चाहिँ मैले गोप्रोले नै खिचिरहेको भएर त्यसैमा राखेर चाहिँ मैले देखाउन पाएको छैन। अब चाहिँ हामी फेरि हाम्रो डेस्टिनेसनतर्फ लाग्छौँ। म बाटोको सिन पनि देखाउँदै जानेछु है त। ओके, बाई बाई। हे गाइज, दिस इज लाइभ, सरी दिस इज भिडियो फ्रम गोप्रो 7 ब्ल्याकबाट मैले भिडियो खिच्दैछु। यो चाहिँ 1080p र 60 फ्रेम पर सेकेन्डमा खिच्दैछु। निकै नै ब्युटिफुल सिन आएको छ। सो ब्लू स्काई अनि साइडमा विन्ड मिलहरू देख्दै हुनुहुन्छ त्यहाँ। अझै कतिको राम्रोसँग आएको छैन तर पनि देखिरहेको छ। विन्ड मिल देख्दै हुनुहुन्छ, टन्नै चाहिँ एकदमै धेरै छ। सायद यो हाम्रो नेपालमा केपी ओलीले देखेको सपना, केपी ओली प्रधानमन्त्रीजीले देख्नुभएको ड्रिम यही नै हुनुपर्छ। तर अब कहिलेसम्म हुने हो त्यो त थाहा छैन। हावाबाट बिजुली भनेको हो यही हो। एउटा इक्जाम्पलको रूपले पनि हेर्न सकिन्छ। जताततै चाहिँ यो खाली जग्गाभरि नै विन्ड मिल यो राखिएको छ। अब अनि साइडमा यो खेतीबारी पनि गर्ने ठाउँ हो यो। यहाँ चाहिँ अब के रोपिन्छ त्यो त अब समरमै आएर हेर्नुपर्छ। अहिले विन्टरको बेलामा त्यति दृश्य पनि राम्रो देखिरहेको छैन। यो समरमा आयौँ भने चाहिँ हामी तल यो जुन येल्लो कलरको घाँसहरू छ त्यो चाहिँ ग्रिन देखिन्छ। अब यहाँ भेजिटेबल अब के रोप्छ त्यो चाहिँ समरमै आएर हेर्नुपर्ने हुन्छ। हामी डेफिनेटली ट्राई गर्छौँ समरमा आएर। नोइज अलिकति नोइजी बढी भएको होला किनभने गाडीमा नोइज आइरहेको छ र मसँग यो नोइज क्यान्सलेसन माइक्रोफोन मैले हालेको छैन। जस्ट गोप्रोको माइक टेस्ट पनि गरौँ भनेर गरेको। निकै नै ब्युटिफुल ब्लू स्काई, घाम लागिरहेको छ, अलिअलि चिसो पनि छ। तर हामी गाडीमा ड्राइभ गरिरहेका छौँ। 6 आवर्सको ड्राइभमा गर्ने क्रममा हामी अहिले मोर देन 3 आवर्स हामीले ड्राइभ गरिसकेका छौँ। वी स्टिल हेभ 2 more hours left to reach our destination. होपफुली हामी चाँडैभन्दा चाँडै त्यहाँ पुग्नेछौँ। यो चाहिँ अहिले हाम्रो 80 miles per hour 80 माइल पर आवरमा दौडिरहेको छ, विच इज अलमोस्ट 130 किलोमिटर्स पर आवर। 130 किलोमिटर्स पर आवर, 80 miles per hour हो त्यतिमा दौडिरहेको छौँ अहिले। देख्न सक्नुहुन्छ विन्ड मिलको अझै यहाँ नजिक पनि आइरहेका छौँ। वाउ, इट लुक्स सो ब्युटिफुल। जुन प्रधानमन्त्री केपी ओली
जुन प्रधानमन्त्रीले भनेकोलाई हाँसियो अब त्यो काम नगरेको भएर हाँसियो तर काम गर्ने भनेर डेफिनेटली यस्तो बिजेपी निकाल्न त गाह्रो काम त होइन जस्ट लगानी आफ्नो परिश्रम लगानी सब चाहिन्छ त्यो सरकारले पक्कै पनि गर्नु सक्छ नगरेर मात्रै हो सबैले खिल्ली उडाएको र खिल्ली जबसम्म बनाइन तबसम्म प्रधानमन्त्री एउटा जोकरको पात्रै नै भएर बसिरहन्छ जस्तो लाग्छ मलाई नेपालको प्रधानमन्त्री यहाँ अगाडि पनि देख्न सक्नुहुन्छ यस्तो उकालो ओह्रालो छ बाटो सिधा छ है अलिअलि कुनै कुनै ठाउँमा मात्र अलिकति कर्भ छ तर चाहिँ बाटो एकदमै स्ट्रेट छ बाटो एकदम नाइस कुनै पनि खाल्टो खुल्टो छैन एकदमै स्मुथली बगिरहेको छ गाडी त्यसमाथि अब यो गोप्रोको जुन यो गिम्बल लाइक हाइपर स्टेबलाइजेसन फिचर छ जुन चाहिँ त्यसले गर्दा त अलिअलि हल्ले पनि यो हल्लेको जस्तो लाग्दैन भिडियो त एकदमै स्मुथ आएको छ जुन मैले पहिला अर्को मेरो क्यामेरा छ त्यो क्यामेराबाट खिच्दाखेरि भिडियो एकदमै लास्टै हल्लिन्थ्यो यो चाहिँ अहिले त एकदमै स्मुथ बगिरहेको छ आई रियली लाइक दिस क्यामेरा यो वर्थ इट छ मैले जुन पैसा अर्को क्यामेरामा हालेँ सायद त्यो नहालेर त्यो पैसा त्यसमा चाहिँ नहालेर यसमा यो पैसा भन्नाले त्यो किन्ने पैसा यसमा हालेको भए सायद यसको अझै अरू ग्याजेटहरू किन्न पाउँथ्यो होला त्यो पैसाले तर इट्स ओके ढिलो भए पनि आई गट द नाइस क्यामेरा अब चाहिँ म फेरि अर्को दृश्य एकछिनपछि देखाउने छु है त ओके बाई गाइज नाइस सनसेट हामीले क्याप्चर गर्न सक्सेस भएका छौँ एकदमै ब्युटिफुल देखिरहेको छ एकदमै ब्युटिफुल यहाँलाई कस्तो लाग्यो अलि यताबाट एकदम मजाले देखेको छ नाइस नाइस यस्तो ओरेन्ज टाइपमा अहिले यहाँ चाहिँ 5:36 PM भएको छ 5:30 बजे घाम अस्ताउने तर्कमा छ किन हामी नि जाडोको समयमा छौँ नत्र भने युजली घाम चाहिँ 7-8-9 बजे यहाँ चाहिँ सनसेट चाहिँ हुँदैन तर अहिले चाहिँ 5:30 बजे बजिसकेको छ सन चाहिँ सेट गर्ने क्रममा छ र निकै नै ब्युटिफुल दृश्य हेर्न पाइरहेका छौँ वाह इट्स रियली ब्युटिफुल रियली ओरेन्ज विथ ब्लू स्काई देखिरहनु भएको छ क्यामेरामा साँच्चै नै रमणीय देखिएको छ दृश्य बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भने जस्तै यो चाहिँ बिहान उठ्ने बित्तिकै सूर्य देख्न पाइयोस् अस्ताउने बेलामा पनि देख्न पाइयोस् भन्ने जस्तो यो एकदमै ब्युटिफुल सिन हेर्न पाइएको छ कस्तो लाग्यो कमेन्ट गर्नुहोस् यहाँ केही पनि छैन त्यसैले मजाले देख्न पाइन्छ बिल्डिङ पनि छैन यहाँ केही घरहरू पनि छैन केही पनि छैन साइडमा हेऱ्यो भने सबै खुल्ला छ यसो साइडको पनि दृश्य हेर्न सक्नुहुन्छ हेर्नु साइडमा पनि केही पनि छैन रियली एम्टी सबै एम्टी यहाँ अलिअलि इन्डस्ट्रियलको कुराहरू मात्रै छ होइन भने फ्याक्ट्रीहरू अब यहाँ तेल खानीहरू पनि छ यो ठाउँमा नत्र भने चाहिँ यहाँ केही पनि छैन त्यही कारणले गर्दाखेरि घाम यति मजाले देखिरहेको छ ओपन छ बाटो मात्रै छ बिचमा गाडीहरू दौडिरहेका छन् रियली रियली ब्युटिफुल देखिएको छ यहाँबाट 6 बज्न लागेको छ 5:40 भइसकेको छ अझै अस्ताउने क्रममा अझै राम्रो देखिन्छ होला सायद अझै त्यो ब्युटिफुल ओरेन्ज आउँछ नि जुन त्यो चाहिँ हेर्ने मन छ ब्युटिफुल अझै ओरेन्ज आउँछ कि जब यो अझै तल जान्छ नि तल त गइसकेको छ अझै तल जाने बेलामा यो स्काई पुरै ओरेन्ज कलर हुन्छ त्यो क्याप्चर गर्ने मन छ लेट्स सी हामी गाडीमा हुँदा समय भइदियो भने चाहिँ डेफिनेटली हामीले यो सर्ट क्याप्चर गर्न पाउँछौँ तर जुन डेस्टिनेसनमा हामी जाँदैछौँ डेफिनेटली त्यहाँ त घरहरू छ होला घरहरूले छेकिहाल्छ तर यही बाटोमै भयो भने चाहिँ हामीले त्यो मोमेन्ट चाहिँ क्याप्चर गर्न सक्छौँ अब हामीसँग धेरै टाइम छैन डेस्टिनेसन पुग्नलाई अलमोस्ट 6 आवर्सको ड्राइभ सकिन लागेको छ अब हामी 26 मिनटमा हामी डेस्टिनेसनमा पुग्दैछौँ 22 माइल्स मात्र बाँकी छ र विदिन द्याट पिरियड अफ टाइममा यो सन अलिकति तल गइदियो भने चाहिँ त्यो मोमेन्ट पनि क्याप्चर गर्न सक्सेसफुल हुने थियो अहिले एकछिन हेर्नुहोस् केही पनि छैन यो जस्ट तारहरू छ पोलहरू छ होइन अनि बाटो चाहिँ बिचमा द्याट चाहिँ घर पनि छैन केही पनि छैन यो सबै सायद यो खेतीबारी गर्ने ठाउँ हो जस्तो लाग्छ यो चाहिँ डेफिनेटली समर
Look at this beautiful scene, man. Sunset Unalago scene. Looks so pretty here. Dami dekheko cha dami. Orange color ko sunset, orange color sky. Everything is pretty here. Come on. You should visit this place, man. Almost destination सम्म पुग्न लागिसकेका छौं. Minutes to go. We are almost reaching our destination. रात पनि पर्न लागिसकेको छ. Sunsets भइसकेको छ. हेर्न सक्नुहुन्छ. 11 miles हो जानु अब. It's only 15 miles right now. But look at the time, 15 miles, 20 minutes. And your work is 15 miles too. Because of traffic, we get stuck in traffic, which will take 40 minutes for her to reach at her work. 20 minutes there, so. I did 20 minutes there, so because of the speed, because of everything. Alright, so long hours of driving. I'm really tired. I don't know. Take a rest after this. 6 hours of driving. हामी एक ठाउँमा चाहिँ रिफ्रेशमेन्ट खानु पनि पर्छौं र थकाइ पनि मार्यो एकछिन. त्यसपछि हामी चाहिँ अनि नेक्स्ट स्पटमा चाहिँ हामीले चाहिँ हामी वहाँ ग्यास स्टेसनमा बस्छौं ग्यास हाल्नको लागि. I think I don't have to put any more gas right now. किनभने हामी अब डेस्टिनेसन सम्म पुग्न आँटिसकेको छौं. It's only 19 minutes. अब चाहिँ फेरि पुग्ने बेलामा चाहिँ I'll update you there, okay? Bye. Hello guys, we are almost here, है. 6 hours को ड्राइभ पछि अब हामी यहाँ फाइनली डेस्टिनेसनमा पुगेका छौं. कम्युनिटी भित्र छिरिसक्यौ. अब घर आएपछि चाहिँ हामी अफ हुन्छौं. त्यस्तो केही आयो भने चाहिँ I will do live again. हैन भिडियो फेरि खिच्ने रेकर्ड गर्छु. अब 4 minutes मा हामी पुग्छौं. Wow, nice place. Nice. यहाँ पनि सायद इन्डियनहरु पनि छन् जस्तो लाग्छ. नेपाली पनि हुनुपर्छ. कतिजना नेपालीको घर छ यहाँ? क्रिसमसको माहौल भएर यहाँ चाहिँ अलिकति लाइटिङ पनि देख्न सकिन्छ घरहरुमा. यो नाइटको शट हो है. यो GoPro 7 को नाइट शट. नाइटमा पनि कस्तो आउँछ आफै फिगर आउट गर्नुस्. हेर्नुस्, GoPro किन्न चाहनेहरुले ब्ल्याक नै किन्नु होला. धेरै फिचर छ. हाइपर स्टेबलाइजेसन देखि लिएर लाइभ स्ट्रिमिङ देखि लिएर नाइट शटहरु, नाइट हाइपर ल्याप्सहरु धेरै कुरा छ यसमा चाहिँ. त्यही भएर $100 एक्स्ट्रा छ. कम्प्रोमाइज नगर्नु होला. $100 ले गर्दाखेरि धेरै फिचर्सहरु मिस गर्नुहुनेछ. किनभने युज गर्न थालेपछि थाहा हुँदो रहेछ. I'm loving it के. एकदमै यति गाडी हल्लिँदाखेरि पनि यो भिडियो हल्लेको छैन. यति स्मुथ छ. पहिला किनेको क्यामेरामा एकदमै भिडियो हल्लिन्थ्यो. अड्काउने ठाउँ पनि थिएन. यसमा चाहिँ एक्सेसरिज किनेपछि गाडीको उस पनि अड्काउन पाए. अनि त्यसमाथि अब जति गाडी हल्ले पनि यो भिडियो हल्लिदैन के. That's good thing about it. Gimbal like smooth hyper stabilization भनेर जुन गरेको छ. It's good. अनि 1080p मा खिच्ने 60 frame per second मा खिच्ने. 120 frame per second भन्दा 120 frame per second र 120 frame per second भन्दा माथि खिच्नु भयो भने चाहिँ त्यसले चाहिँ स्ट्यान्डर्ड स्टेबलाइजेसन मात्र गर्छ. जुन हाम्रो रेगुलर फोनहरु अथवा रेगुलर क्यामेरामा हुन्छ नि, रेगुलर स्ट्यान्डर्ड स्टेबलाइजेसन त्यो मात्रै हुन्छ.
तर 1080 p र 60 फ्रेम पर सेकेन्डमा खिच्नु भयो भने चाहिँ हाइपर स्मुथ स्टेबलाइजेसन हुन्छ, जसमा चाहिँ सफ्टवेयरले पनि कन्ट्रोल गरेर आउँछ, हार्डवेयरले पनि कन्ट्रोल गरेर आउँछ। यो हार्डवेयरको टेक्नोलोजी मात्र नभई सफ्टवेयरको पनि हो। त्यही भएर गिम्बल चाहिँदैन भनेर जुन प्रमोट गरिरहेको थियो त्यही नै हो। हामी अलमोस्ट अब पुगिसक्यौँ घरमा। इट्स अ नाइस एरिया। नयाँ बन्दै रहेछ यहाँ चाहिँ, हो त नयाँ अझै कम्युनिटीहरू बन्दैछ। बिचमा यस्तो केही नभएको होइन, घरै नभएको एरियाबाट एक्कासी यस्तोमा आउँदाखेरि हुन्छ नि ठुलै कम्युनिटी भयो जस्तो देखिरहेको छ कि। म अघि त्यो सिधै आए पनि हुने रहेछ, तर किन घुमायो आयो। Alright guys, अब फेरि अर्को अपडेट लिएर आउँछु। अहिले चाहिँ म डेस्टिनेसनमा आइपुगेँ। I'll update you more about it, right?